राधे राधे सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। आज चाहिँ म पुरा सफाइ काममा लागेको छु। हेरेको त मेरो फुलमा पुरा जङ्गलले घेरेछ कि मैले कता कता फुल रोपिदिनु मलाई नै थाहा छैन कि पुरा जङ्गलले छोपिसकेछ, कुन फुल्न थालेछ केही पत्तै छैन। त्यही भएर सोचेँ म सफा गर्छु। आज चाहिँ बिहानै उठेर पुरा फटाफट खाना पकाएर खाना खाएर म चाहिँ पुरा जङ्गल सफाइमा लागेँ। यत्रो सफा गरेँ हजुर हेर्न सक्नुहुन्छ मैले कति सफा गरेँ। सफा गर्दा गर्दै म चाहिँ पुरा थाकेँ कि त्यसपछि लुजा भनेर म चाहिँ ब्याटै बसेर जङ्गल सफा गर्न थालेँ। जङ्गल उखाल्दै कतिखेर फुल पनि उखालेछु पत्तै भएन। अनि त्यस पछाडि फुल उखाले पछाडि फुल त रोप्नु पऱ्यो नि फेरि। अनि हेरेँ मजाले फुल्दै रहेछ त बिचारा भनेर अनि चाहिँ म चाहिँ खनखन पारेर फेरि त्यसलाई त्यहीँ गाडिदिएँ। त्यस पछाडि पुरा प्यास लाग्यो र म चाहिँ पानी पिउन भनेर बसेँ। त्यसमा मेरो हालत देख्न सक्नुहुन्छ कस्तो भएको छ। त्यस पछाडि फेरि मैले चाहिँ पुरा टुङ्गेको फुल झ्याम्मै भएका रहेछन् अनि सबलाई बाँध्दै फेरि सफा गर्दै गर्न थालेँ। अनि पुरा गलिसकेँ कि म चाहिँ। अनि त्यहाँबाट चार उखाल्दै मेरो चाहिँ कतिखेर काँडाले घोच्नु कतिखेर काट्नु भइसकेछ मलाई पत्तै भएन। हँसियाले चाहिँ मेरो हात छप्पै पारिहालेछ है। अब यो हात काट्न त काट्यो तर मैले यसलाई इग्नोर गरेर फेरि सफाइ गरेँ। हजुरहरू हेर्न सक्नुहुन्छ आज चाहिँ मैले यति नै सफाइ गरेँ किनभने घाम पनि धेरै लागिरहेको थियो। अनि मलाई फेरि मेरो साथीलाई घर पुऱ्याइदिन पनि थियो। उसले त हतार गरेको थिएन। अनि फेरि म चाहिँ फटाफट अब गएर नुहाउँदै गएर सिनिक्क भएर आएँ होइन। चिटिक्क चाहिँ परिनँ। अनि त्यस पछाडि मेरो खटरा निकालेर उब्रोमा भएर उसको घर गएँ। उसको घर गएर हेरेको त टक्कसँगले आम काटिएर जाम र आम राखिदिनु भएको रहेछ हाम्रो लागि भनेर। टक्क फेन तल बसेर म चाहिँ गमगम खान थालेँ। अब खाएको त कहाँ देखाउनु होइन। त्यही भएर नि केही पुलीहरू ल्याएको थियो त्यहाँबाट आउँदा घरमा राति भयो। राति भए पनि केही छैन रोप्छु भनेर म चाहिँ ट्याङटुङ रोप्न थालिहालेँ। अब ल्याएको त रोप्नै पऱ्यो नि होइन। र आजको भिडियो चाहिँ यति छ। हजुरलाई कस्तो लाग्यो भनिदिनु होला है। राधे राधे सबैजनालाई।